नलागोस् अहिलेको उहाँ हजुर एकजना मेरो छोरा हो छोरा यस्तै छ धेरै छ जेठानीको छ आइरहन्छ सबै छोराहरू मेरो छोरा छैन भनेर 48 सालमा मेरो श्रीमानले छोड्नु भयो हजुर आज हेर्नु त कति छोरा मेरो कति छोरी हो नि सबै कति आमा उहाँले नछोड्नु तपाईँ धेरै के भन्छ लक्की हुनुहुन्छ हजुर धेरै लक्की हुनुहुन्छ जे सबैको सहयोगले केही न केही गर्ने मौका पाइन्छ ठिक छ हामी सबै मिलेर केही गरौँ हजुर गर्नुपर्छ केही गर्नलाई दिएको हामी सबै मिलेर केही न केही गरौँ खुसी लाग्यो बाबा हजुरले तरकारी सरकारी अब के बनाउँछ त उहाँले भन्नु परेन के बाबा दाल हो अनि बहिनीको घर चाहिँ कहाँ हो बहिनी सरलाई हो आउनुभयो कति भयो जेठदेखि हो ए अनि यहाँ खुसी हुनुहुन्छ नि खुसी लाग्छ गमा के भयो हजुरलाई पनि जाड भएर आउनु भएछ क्या सबै भयो भने राम्रो भइहाल्छ गमाको पनि फर्किनु मन लागेर खेल्दै हुन्छ अनि गोमाले पढाएन स्कुल उहाँ चाहिँ आँखा टेकल हुन्न एसएलसी दिएर नेपाल काठमाडौँ आउनुभएको सधैँ नेपाल आएको भन्छु विदेशको मान्छे होइन ए हजुर आउनुभएको चाहिँ कति भयो जेठमा जेठ 11 गते ए एसएलसी सिकाउनु भयो एसएलसी सबै अहिले जनमैत्री कलेजमा पढ्यो अहिले एसएलसी क्याम्पस चाहिँ यहाँबाट सिफारिस घरमा को हुनुहुन्छ फ्रीमा पढे घरमा को हुनुहुन्छ मेरो घरमा सबैजना हुनुहुन्छ कहाँ रे घर? सरलाई आँखा टेक्नु मैले चाहिँ एसएलसी सकेपछि गाउँमा कलेज पढ्नलाई टाढा जानुपर्ने अनि गाडीको सुविधा नहुने दिनकै लाने ल्याउने गर्ने गरिदिने अनि एसएलसीमा मात्रै चित्त बुझाउनु सक्छ अनि त्यही भएर जे होस् पास भयो राम्रो भयो यहाँको बाबु नानीहरूले सहयोग गर्दैछ प्रेम जाने लिन जाने भइरहेछ अब राम्रो पास भएर एउटा नमुना रूपमा असल नागरिक बनेको भने कति धेरै राम्रो हो नि म पनि यस्तो खुसी लाग्यो किनभने अघि मैले हजुरलाई यहाँ फोन गर्दाखेरि होइन हजुर त होसिन्न भनेको सुनेर अनि मलाई कस्तो खल्लो भएको थियो म हजुरसँग भेट्ने म नरेबाट आएको हो अनि आएको चाहिँ 1 महिना हुन लाग्यो म 10 तारिकमा नरे फर्किँदैछु अनि म यो भिडियोहरू चाहिँ हजुरहरूको म वहाँनिर साथीहरूलाई अनि म मेरो अलिकतिको के समाज छ समाजहरूलाई हामी नर्वेजियनहरू सबैलाई हामी देखाउँछौँ देखाएर कति साइड मिल्छ अब साइड गर्ने ट्राई गर्छ तपाईँहरूले सहयोग नगरे हामीले कसरी पाल्यौँ तपाईँहरूको सहयोगले झन् झन् हौसला पऱ्यो अब कोही पनि रोडमा आमा बा सुत्नु पर्दैन कोही पनि रोडमा बजाबजी सुत्नु पर्दैन झन् झन् सेवा गर्ने शक्ति आँट बढ्यो मलाई खुसी लाग्यो गीता तपाईँ जस्तै भयो तपाईँहरू हाम्रोमा आउनुभयो पवित्र भयो अब हामीलाई केही पनि अभाव हुँदैन मलाई विश्वास छ जस्तै के तपाईँले धन्यवाद है आफूले